हाई सालोम टु एभ्री वान। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। सो आज चाहिँ मैले घरबाटै भ्लग सुरु गरेको, किनभने मेबी म त्यत्रो लामो भ्लग बनाउनु पाउँदिनँ होला अहिले। त्यही भएर चाहिँ मैले घरबाटै बनाएको है। कसले मेरो हाइबिम अनै राखेछ। ल आज एउटा सर्ट इन्फर्मेटिभ भिडियोको साथमा आएको छु। सो तपाईँहरूले यदि सेकेन्ड ह्यान्ड बाइक किन्दै हुनुहुन्छ भने चाहिँ किन्नु अगाडि तपाईँहरूले चाहिँ यो मेरो भिडियो अन्तिमसम्म हेर्नु होला ल। विशेष गरी केटिएम ड्युक 200 को बारेमा, अनि ओभरअल अरूमा पनि सिमिलर यही कुरालाई लागु हुन्छ। तर विशेष गरी अब मैले ड्युक चलाइराखेको भएकोले चाहिँ म यो कुरालाई अझै मजाले भन्नु सक्छु नि त। यदि तपाईँहरू सेकेन्ड ह्यान्ड बाइक किन्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले के कुरा, स्पेसली ड्युक 200 किन्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले के कुरा ख्याल गर्नु भने चाहिँ एटलिस्ट 2015 भन्दा पुरानो चाहिँ नहोस्। अब 2015 चाहिँ एकदम बटम लाइनमा हो होइन। त्योभन्दा माथिको चाहिँ भरसक तपाईँहरूले नकिन्नुहोस्। माथि मतलब 2014, 13, 12हरूको हुन्छ नि, तिनीहरू चाहिँ नकिन्नु होला। अझ म के सजेस्ट गर्छु भने 2016 चाहिँ लास्ट थ्रेसोल्ड हो क्या। त्योभन्दा चाहिँ उताको नकिन्नुहोस्। तर अब कुनै पुरानो गाडीहरू राम्रै हुन्छ नि त। सो त्यो राम्रै छ भने चाहिँ ठिकै छ होइन। तर पुरानो अति नै पुरानो छ, अनि इफ मोर देन 50,000 किलोमिटर्स कुदिसकेको छ भने चाहिँ तपाईँहरूले त्यो नकिन्नुहोस्। किनभने कस्तो हुन्छ भने तपाईँहरूलाई चाहिँ सस्तो दाममा आयो भनेर कहिलेकाहीँ फिल हुन्छ, अनि सस्तो दाममा आएको यदि त एफोर्ड गर्न सकिन्छ भन्ने होला होइन। अब नयाँको कम्पेरिजनमा चाहिँ सो त्यो हुँदै गर्दाखेरि चाहिँ मान्छे झुक्किन्छ क्या। यदि तपाईँले चाहिँ पुरानो किन्नु भयो भने चाहिँ के हुन्छ भने चाहिँ नि, चाँडै नै त्यसको तपाईँले इन्जिन खोल्नुपर्ने हुन्छ इफ खोल्या छैन भने होइन। अनि सो इन्जिन खोल्दा ओर्दा अनि त्यो इन्जिन खोल्दा आउने कस्ट गरेर त तपाईँको लगभग 2017, 18 होइन, इभन 19सम्मको नयाँ लाइक सेकेन्ड ह्यान्ड बाइकहरू नै आउँछ क्या, फ्रेस बाइकहरू नै। सो त्यो भएको कारणले चाहिँ तपाईँहरूले चाहिँ त्यो कुरालाई एकदमै ध्यान दिनु होला। सस्तो दाममा पायो भन्दैमा चाहिँ तपाईँहरूले किनि नहाल्नु होला। त्यसमा तपाईँहरूले के ख्याल गर्नु भने BS3 त भरसक तपाईँहरूलाई नकिन्नु नै भन्छु, किनकि अब इट्स टु ओल्ड नि त। तर अब इन्जिन चाहिँ राम्रो हो होइन। तर पनि अब इट्स टु ओल्ड इन अ सेन्स अब त धेरै भइसक्यो नि त। के भन्छ, सो मान्छे कम्तीमा नि जस्ट एटलिस्ट 50,000 भन्दा कम्ती कुदेको बाइक त पाउँदैन नि BS3हरू त। BS4 चाहिँ एन्डको लिनु सकिन्छ है। जस्तै 2017 होइन, 18 अब मेबी 16 के थियो, BS4 थियो कि BS3 थियो थाहा भएन। यति चाहिँ तपाईँहरूले लिनु सक्नुहुन्छ। अर्को कुरा चाहिँ तपाईँहरूले के ख्याल गर्नु भने इन्जिन होइन। पुरानो भन्दैमा फेरि सबै नलिनु भन्ने चाहिँ होइन। कुनै इन्जिनहरू फ्रेस हुन्छन् होइन। जस्तै कि मेरो होइन, मेरो फ्रेस नै छ, एकदम फ्रेस छ। मेरो 50,000 पनि कुदेको छैन टोटलमा। अलि यो डिस्प्ले बिग्रेर मात्रै हो होइन, नदेखेको। तर 50,000 पनि मेबी पुग्नु लाग्यो होला अहिले चाहिँ। मेरो 2017 को हो, अनि स्टिल फ्रेस छ क्या। मैले अहिलेसम्म क्लच प्लेट चेन्ज गर्नु परेको छैन, इन्जिन खोल्नु परेको छैन। अनि तपाईँहरूले पुरानो बाइक लिनु भयो भने चाहिँ त्यसले खर्च गराउने चान्सेस एकदमै हाई हुन्छ। कसले चाहिँ लिने पुरानो भनेर भन्दै गर्दाखेरि चाहिँ यदि तपाईँहरू चाहिँ पैसाको मतलबै छैन, जति पैसा खर्च गरे पनि मलाई यही बाइक चढ्नु छ भन्ने छ भने चाहिँ बेग्लै कुरा हो होइन। तपाईँलाई स्पेसिफिक त्यही मोडलै मन परेको होइन, अथवा त्यही बाइकै मन परेको हो भने चाहिँ त्यो बेग्लै कुरा। यो दुईवटा रिजनमा चाहिँ म तपाईँको ओपिनियनलाई केही भन्न सक्दिनँ होइन, त्यो तपाईँको इच्छाको कुरा हो। तर यदि तपाईँले एउटा राम्रो सजेसन खोज्दै हुनुहुन्छ भने चाहिँ म चाहिँ 2016 भन्दा पुरानो बाइकहरू चाहिँ नलिनुहोस् भनेर चाहिँ म सजेस्ट गर्छु तपाईँहरूलाई।
एकजना भाइले मलाई प्रश्न गर्नुभएको थियो कि दाइ मैले एउटा बाइक लिनु आँटेको ड्युक 200 के भन्नुहुन्छ भनेर भनेको थियो। पछि सोद्धाखेरि 2012 को रहेछ क्या। सो तपाईँहरूलाई पनि त्यस्तो झुकिने चान्सेस हुनसक्छ होइन। ल अब अरू भाग चाहिँ अहिले एकछिनमा कन्टिन्यू गरौँला है। 8 hours later. आम्मामा कत्रो पानी पऱ्यो र आज त धेरै घर जाने बेलामा पानी पऱ्यो भने चाहिँ तनावै हुन्छ। सो हामी कुरा गर्दै थियौँ सेकेन्ड ह्यान्ड बाइक स्पेसली ड्युक 200। अब अरू त म खासै भन्नु सक्दिनँ नि त किनकि मैले खासै अरू बाइक चलाएको छैन। त्यही भएर चाहिँ अब एजम्सनको भरमा त बोल्नु भएन किनभने लाइफको एउटा इम्पोर्टेन्ट इन्भेस्टमेन्ट हो। सो त्यो इन्भेस्टमेन्ट पनि राम्ररी गर्नु पऱ्यो एकदमै सोचेर सम्झेर होइन, पछुताउनु भएन नि त। विशेष गरी चाहिँ कसरी चाल पाउने त यो बाइक वर्थ इट हो कि होइन भनेर भन्दै गर्दाखेरि चाहिँ धेरै पुरानो हुनु भएन। मैले भने नि तपाईँहरूलाई 2016 भन्दा पुरानो भर्सक नलिनु होइन। एकचोटि टेस्ट राइड गर्नुहोस्। अनि इन्जिनमा यदि तपाईँहरू अब एक्सपर्ट हुनुहुन्छ भने चाहिँ इन्जिनको अलिकति प्रब्लम भएको थाहा पाइहाल्नुहुन्छ। आई मिन एक्सपर्ट इन द सेन्स तपाईँहरूले बाइक कुदाएको लामो भइरहेछ। तर यदि तपाईँको अब हुन्छ नि फर्स्ट टाइम हो अथवा तपाईँले ड्युक बाइक कहिले चलाउनै भएको छैन भने तपाईँलाई अलिक गाह्रो हुनसक्ला। त्यो बेलामा चाहिँ तपाईँहरूले के गर्नु सक्नुहुन्छ भने कुनै पनि यसो वर्कसपको साथीभाइहरूलाई होइन ल के छ त भनेर चाहिँ एकचोटि उहाँहरूलाई लान सक्नुहुन्छ। यदि इन्जिन फ्रेस छ अनि तपाईँको डेन्ट पेन्ट यताउति प्रब्लम हो भने नो प्रब्लम होइन त्यो। तर अब पुरै भत्किएको होइन पुरै चुइटा निस्केको चाहिँ हुनु भएन। वा पानी परेपछि चाहिँ यस्तो दामी मौसम हुन्छ। योपालि चाहिँ अलिकति गर्मी योपालि अलिक धेरै छ र योपालि त्यस्तो रेनी सिजन जस्तै लागेको छैन। नत्र भने चाहिँ लास्ट इयरतिरसम्म चाहिँ कस्तो हुन्छ भने पानी पऱ्यो चिसो भइहाल्ने क्या। अहिले पनि चिसै छ। यदि तपाईँहरू आफैमा कन्फिडेन्ट छैन भने चाहिँ तपाईँहरूले हाम्रो वर्कसपको साथीभाइहरूको तपाईँहरूले सपोर्ट हेल्प लिन सक्नुहुन्छ। कस्तो बाइक किन्ने भनेर भन्दै गर्दाखेरि चाहिँ यदि तपाईँले चिनिराखेको मान्छेको बाइक हो होइन त्यो चाहिँ वान अफ द सेफेस्ट है। किनभने चिनिराखेको मान्छेले कसरी बाइक कुदाउँछ भन्ने तपाईँहरूलाई थाहा हुन्छ नि त। साथीभाइ हो भने त तपाईँहरूलाई झनै इजी भयो। अर्को चाहिँ एटलिस्ट एकजना वा दुईजना मान्छेले चलाएको होस्। त्योभन्दा बढी मान्छेले चलाएको चाहिँ अलिकति जति धेरै मान्छेको हात त्यति नै धेरै केयरलेस हुने चान्सेस पनि धेरै नै हुन्छ। सो त्यो कुरालाई पनि एकदमै ख्याल गर्नु होला। अर्को चाहिँ तपाईँहरूले के गर्नु भने चाहिँ यो पुरानो बाइकहरू किन्नुभन्दा अगाडि जस्तै पुरानो मोडल पुरानो बाइक त नभनौँ जस्तै यो ड्युक 200 को चाहिँ पुरानो मोडल हो नि त है। सो पुरानो मोडल किन्नुभन्दा अगाडि चाहिँ तपाईँहरूले एकचोटि सर्भिस सेन्टरमा कल गरेर बुझ्नु होला यसको स्पेयर पार्ट्सहरूको एभाइलेबल कति छ छैन भनेर गर्नु होला। किनभने तपाईँहरूले किन्नु त होला तर यदि स्पेयर पार्ट्सहरू नै पाउँदैन भने त बिजोग भयो नि त होइन। त्यही भएर चाहिँ एटलिस्ट त्यो कुरालाई पनि तपाईँहरूले मध्यनजर चाहिँ राख्नु होला। अनि अर्को भनेको चाहिँ तपाईँहरूले जुन बाइक किन्दै हुनुहुन्छ त्यो बाइकको चाहिँ एकदमै राम्रो रिसर्च गर्नु होला ल। किनभने पछुताउनु भन्दा चाहिँ अब राम्रो कन्डिसनको बाइक पायो राम्रो भ्याल्युमा पायो भनेर चाहिँ तपाईँहरूले लिनु होला। तर पछि अब त्यसलाई तपाईँहरूले मेन्टेन गर्नको लागि पाल्नुको लागि अलिकति गाह्रो हुन्छ भने त समस्या भयो नि त होइन। सो त्यो भएको कारणले चाहिँ त्यो कुराहरूलाई पनि एकदमै रिसर्च गर्नु होला। त्यो कुरालाई पनि एकदमै तपाईँहरूले चाहिँ ख्याल गर्नु होला। सो यति भन्दै आजको भ्लग हामी यहीँ अन्त्य गर्छौँ। यस्तो दामी मौसम भइरहेछ जस्तो मासु खाउँ खालको मौसम भयो आज त है तेरिका। ल सब्सक्राइब गर्नु नबिर्सिनु होला भन्दै टेक केयर सी यू अन नेक्स्ट भ्लग भन्दै टेक केयर बाई बाई।